So let's go for our conditions. So today we are going to study conditions. अब कन्डिसन्स पनि कसरी ल्याउनु मिल्छ हाम्रो आइदर हुन्छ स्विच स्टेटमेन्ट भन्ने हुन्छ एउटा स्विच केस र अर्को हुन्छ इफ एल्स स्टेटमेन्ट भन्ने हुन्छ र अर्को टर्मिनेरी उसमा भन्ने एउटा अपरेटर सँगसँगै हुन्छ के भन्छ टर्नेरी अपरेटर यस सो टर्नेरी अपरेटर भन्ने हुन्छ एउटा सो त्यसमा चाहिँ हामीले यसरी ल्याउनु पर्छ लाइक यो पनि हामीले पढ्छौँ अहिलेको भिडियोमा नि सो पहिला चाहिँ हामीले एउटा नर्मल कुरा बनाऊँ लाइक नर्मल कुरा भन्दा नि नर्मल एउटा प्रोग्राम बनाऊँ प्रोग्राममा हामीले कुनै इनपुट लिन हजुर सिक्नु भएको छैन होला त्यो इनपुट लिन अहिले सिकौँ है सो त्यसको लागि चाहिँ एउटा लिम एज भनेर लिम अहिले पढाउँ इनपुट हामीले पाइथनमा यसरी पाइथन कुरा नगरौँ मैले नर्मली हामीले इनपुट भनेको के हो प्रोम्प्ट हो एउटा युजरसँग माग्यो सो प्रोम्प्ट लेखौँ सो प्रोम्प्टमा हामीलाई के चाहिएको छ इन्टर योर एज एज के हो एज एउटा इन्टिजर हो सो द्याट्स वाइ वी युज दिस इन्ट हियर किनकि हामीलाई स्ट्रिङमा भ्यालु चाहिएको छैन कि हामीलाई इन्टिजरमा भ्यालु चाहिएको छ त्यही भएर हामीले इन्ट युज गरेको सो नेक्स्ट अब हाम्रो के हुन्छ भन्दा एउटा पहिलाको लग गर्नुहुन्छ हामीले लग गरौँ लग +1 गरौँ सरी यहाँ चाहिँ हामीले इन्ट होइन पार्स इन्ट भन्ने ल्याउनु पर्ने रहेछ र सिन्ट्याक्स मेन कुरा सिन्ट्याक्स भइदिन हजुरलाई थाहा होला लाइक यो सिन्ट्याक्स किवर्डहरू मलाई नि याद हुँदैन कसैलाई पनि याद हुन्न यो लाइक कुनैमा हाम्रो इन्ट भन्ने हुन्छ कुनैमा पार्स इन्ट हुन्छ यो भ्यारी गर्छ सो हामीले नम्बर पनि लेख्नु मिल्छ र यहाँ चाहिँ हाम्रो न्यान आएको छ किनकि हामीले यसलाई यहाँ राख्नुपर्छ र नम्बरभित्र हामीले प्रोम्प्ट लिनुपर्छ यसरी कोहीलाई के भइरहेको छ प्रोम्प्टभित्र हामीले नम्बर ल्याइरहेको थियौँ सो नम्बरभित्र पुरै नम्बरभित्र आयो नि त यो प्रोम्प्ट पनि यसमा हाम्रो डाटा पनि नम्बरमा आउने फाइनल आउटपुट जुन आउँछ यसबाट हाम्रो फाइनल आउटपुट हुन्छ र फाइनल आउटपुट नम्बरमा कन्भर्ट हुन्छ यसरी एउटा फङ्सन सो त्यो लोजिकले हेर्ने हो भने मैले सपोज मेरो एज 19 लेख्यो भने यहाँ 20 आउनु पर्ने हो र यहाँ छ यो सो अब हाम्रो इफ एल्स स्टेटमेन्टमा लाएर भोट गर्नु मिल्छ कि मिल्दैन 18+ सम कि छैन मैले चेक गरौँ है बेसिकली सो पहिला चाहिँ हामीले यो अपरेटर्सहरूको बारेमा थाहा हुनुपर्छ सो यो भनेको हाम्रो ग्रेटर देन साइन हो जस्तै कि ए यो बी छ भने योलाई के भन्छन् भन्दा ग्रेटर देन ए इज ग्रेटर देन बी किनकि बी इज स्मलर यतातिर फर्केको छ यो चुच्चो द्याट्स वाइ बी इज स्मलर देन ए सरी फर इन्कन्भिनियन्स ओके सो नेक्स्ट हाम्रो हुन्छ ए अथवा C is less than D यहाँ हाम्रो C को भ्यालु लेस देन D छ र इक्वल टु हजुरलाई थाहा छ C इज इक्वल टु C अथवा C इज इक्वल टु D भनेको दुईटै भ्यालु इक्वल छ र डबल इक्वल टु को मिनिङ चाहिँ हाम्रो स्ट्रङली इक्वल टु छ मतलब we can say this right 1 be equal to 2 times be equal to 1 and then console.log A equal to B सरी यो चाहिँ लेखिदिनु हुन्छ म्याटर आउँदैन क्लियर दिस सो 1 यहाँ 1 भनेको चाहिँ ट्रु भनेको र यो गऱ्यो भने 0 आउँछ उसको ट्रु नै आउँछ अच्छा सो हामीले यहाँ हेर्नु मिल्छ ए र ए दुईटा इक्वल छैन त्यही पनि इक्वल भनिरहेको छ जावास्क्रिप्टमा सो हामीले ट्रिपल लाउनु पर्छ यहाँ कन्डिसन स्ट्रिक्टली र हाम्रो यहाँ सेम छ कि छैन भनेर यसरी चाहिँ गर्नु मिल्छ लाइक दुईटै सेम छ बल सो हामीले तीनटा युज गर्नुपर्छ स्ट्रिङ र नम्बरको लागि आई मिन स्ट्रिङ छ र नम्बर छ त्यही स्ट्रिङको भने त्यो कन्डिसनमा चाहिँ हामीले तीनटा युज गर्नुपर्छ सो अब चाहिँ हाम्रो
इफ एल्स कन्डिसन लाएर एउटा प्रोग्राम अहिले हाम्रो गर्न लाग्यो कन्टिन्यू गरौँ सो पहिला चाहिँ हाम्रो इफ लाम एज इज ग्रेटर देन और इक्वल टु 18 so then you can vote let's just write it you can vote okay then else 18 भन्दा सानो छ कि त ठुलो छ कि त सानो छ सो सानो इल्स त भनेको त अब यो कन्डिसन म्याच भएन भने इफ कन्डिसन म्याच भएन भने यो एक्टिभेट हुन्छ कि त्यति बुझ्नुहोस् र कन्सोल डट लग यु क्यान नट भोट किनकि तिम्रो एज यति छैन भनेर यु क्यान नट भोट एन्ड देन अथवा हामीले इफ एल्स एज इज लेस देन 18 and greater than 0 then your else layer console.log please enter a valid age गर्दै नि र यहाँ चाहिँ हामीले एन्ड कन्डिसन भन्छ नि यसलाई र यो यसलाई एन्ड कन्डिसन सरी या त्यही भनेको छ हामीले दुईटा कन्डिसनलाई लाउँछौँ भने एन्ड किवर्ड युज हुन्छ हाम्रो जस्तै कि यो र यो भन्ने हुन्छ दुईटै यो भन्ने हाम्रो एन्ड पाइथनमा बेसिकली एन्ड लेखिन्थ्यो पाइथन ल्याङ्ग्वेज पढ्नेलाई थाहा होला र ओर लेखिन्थ्यो सो यही हो यहाँ पनि यसलाई डबल दुईटा यस्तो एन्ड छ भने यसलाई एन्ड भनिन्छ जाभास्क्रिप्टमा र यस्तो दुईटा छ भने स्ट्रेट लाइन्स दिस इज ओर एन्डमा दुईटै कन्डिसन नै एक्टिभेट दुईटै कन्डिसन नै ट्रु हुनुपर्छ र ओरमा दुईटा मध्ये एउटा कुनै पनि भए पार तो एक्जिक्युट हुन्छ बेसिकली यसमा हामीले लगाम इज यो लगाम अथवा इज ग्रेटर देन 100 सरी इज लेस देन और इक्वल टु 100 हुँदैन एक्चुअली 90 और 80 आई डोन्ट नो 80 नै गरौँ अहिलेको लागि र यो भन्दा धेरै गयो 80 पनि नै यार 90 नै गरौँ त्यसरी नै बाँच्छन् मान्छेहरू केही छैन so done let's enter 10,000 so it's not a valid age right त्यही भएर यो भ्यालिड एज आएन र एउटा माइनस सरी यस या माइनसमा हामीले हाल्यौँ भने भ्यालु यो पनि भ्यालिड होइन र हामीले जस्ट राख्यौँ 18 is a valid number for voting so sorry valid age for voting you can vote so this was our first ever program in JavaScript है जहाँ हामीले भोट हाल्नु मिल्छ कि नै यो एज ग्रुपले भनेर चेक गरेका छौँ सो द्याट्स इट फर टुडे